भेहिकल रिसर्च सेन्टरको बाहिर चाहिँ मान्छेहरू कहीँ घुमिरहेको हुन्छ नि। त्यो तपाईँले पनि देख्नु भएको हुन्छ होला पक्कै है। त्यो चाहिँ किन छ यो प्रवृत्ति किन छ त्यहाँ? यो तपाईँहरूले मान्छे खटाउनु भएको छ कि अथवा तपाईँले जानी चाहिँ त्यो मान्छेहरूको संरक्षण गरेर त्यहाँ घुम्न दिनुभएको छ कि है? के हो यो चाहिँ मान्छेलाई म तपाईँलाई यति हजारमा चाहिँ तपाईँको लाइसेन्स कतालै म निकालिदिनु सक्छु भन्छन् त्यहाँ गेटमा पुग्न साथै मान्छेलाई समातेर तानेर चाहिँ उता लान्छन्। के हो यो चाहिँ? म जीवनमा 2 पटक ट्रायल पास भएको मान्छे हो कि मैले त्यो दिन कारको ट्रायल पास फेल भएँ। मलाई कारको ट्रायल दिन ठिक छ। इभन म बाइकको ट्रायल पास भएको मान्छेको पनि बेलुका त्यो बेला चाहिँ कस्तो भने ट्रायल पास गरेपछि बेलुका लाइसेन्स दिन्थ्यो कि लाइसेन्स लिन जाँदाखेरि चाहिँ नि तपाईँले ट्रायल दिनु भएको छैन भएको छैन आज कसरी ट्रायलको लागि लाइसेन्स ल्याउनु भयो भने कि भेहिकल एकाडेमी एन्ड रिसर्च सेन्टर प्राचीमा पटक पटक मुद्दा चाहिँ किन पर्छ? तपाईँले कति गलत गर्नुहुन्छ है त्यहाँ? तपाईँले सोध्न पाउनुहुन्छ भन्न पाउनुहुन्छ। व्यवसाय गर्दा लगानी गरेका छौँ हामीले त्यो ल्यान्ड लिएछौँ। ल्यान्ड पनि भाडा पनि तिर्नु पऱ्यो गर्नु पऱ्यो। कर्मचारी पनि सेवा सुविधा दिनु पऱ्यो गर्नु पऱ्यो। जनतालाई सेवा सुविधा गरिरहेका छौँ। एउटा वेल मेन्टेन हिसाबले हामीले एउटा राज्यलाई ट्याक्स तिरेर पनि व्यवसाय गरिरहेका छौँ होइन। यो कुरा सबैलाई मनमा पर्न पनि सक्छ। जसले भयो तपाईँहरू गल्ती भेट्दा मजाले म यत्रो बोलेको त्यसमा यस्तो हुन्छ जति खोदाले पनि खोदाली मात्रै हो। खोदालाई भेट्न पऱ्यो के भयो के कानुन नचुकेपछि समस्या हुँदैन। सञ्चालक भएको हुनाले मान्छेलाई रोडमा चलाउनु हुँदैन मेरोमा पैसा ल्याउनुपर्छ त्यहाँ चाहिँ बिजनेस बढाउनुपर्छ भने त मान्छेलाई पर्दैन। शिक्षा गर्नुहोस् मात्र आउर न्युज 2